आजको दुःखद खबर साथीहरू, चाइनाबाट ड्याम भत्किएर आएको पानी र भलले पुरै त्रिशुलीको बजारलाई तस नस बनाएको छ। देख्न सक्नुहुनेछ तपाईँहरूले पनि। यस्तो अवस्था हेर्नुहोस् त, आमामामामा, पुलदेखि लिएर सबै लगेर जाँदैछ। हेर्नु त, एकाएक घरहरू पुग्लुक पुग्लुक ढलिरहेछ। देख्नुभयो कस्तो अवस्था छ त्रिशुली बजारको अहिले। हेर्नु त, पार गर्ने केही ठाउँ छैन, मान्छे भाग्नलाई ठाउँ छैन, यस्तो छ। यो हो चाइनाबाट ड्याम भत्किएर आएको पानीले चाहिँ पुरै हेर्नुहोस् त कस्तो अवस्था बनाइदिएछ। हेर्नु त त्रिशुली बजारको घरहरू हेर्नुहोस्, कति मेहनतले बनाएको घरहरू एकाएक गइरहेछ, पुरा जिरो। तपाईँको जिन्दगीभरको कमाइ एक सर्टमा जिरो भएछ। हेर्नुहोस् कस्तो भएको छ मान्छेको हालत, यस्तो गाह्रो छ जिन्दगी। आमामामा, यतातिर हेर्नु त, भागाभाग छ त्रिशुली बजारको मान्छेहरू। हेर्नु त वारिपारि, यो पुरै चाइनाबाट ड्याम फुटेर आएको हो। यस्तो ड्याम फुटेर आएछ कि आमामामा, भाग्ने ठाउँ छैन मान्छेलाई, भागाभाग। हेर्नु त।